नमस्ते साथीहरु, तपाईहरुले एआईले यो काम गर्छ उ काम गर्छ भनेर त धेरै सुन्न भएको छ होला। आज काम देख्नै छ तपाईलाई एआईले चाहिँ कसरी काम गर्छ त असलमा यसको बारेमा तपाईहरुलाई एकदमै मजासँग देखाइदिने छु। तपाईहरुले जान्नुहुनेछ आजको हाम्रो विषय रहेको छ लियोनार्डो एआई को बारेमा। लियोनार्डो एआई मा तपाईले कसरी इमेजहरु क्रिएट गर्न सक्नुहुन्छ, भिडियोहरु क्रिएट गर्न सक्नुहुन्छ भनेर बताउने छु। सबैभन्दा पहिले मैले यहाँनेर एउटा ब्राउजर ओपन गरेर राखेको छु। यदि तपाई चाहिँ मोबाइलबाट गर्दै हुनुहुन्छ भने सिम्पली कुनै पनि ब्राउजर ओपन गर्नु होला र डेस्कटप मोडमा चाहिँ ओपन गरेर सजिलैसँग मोबाइलमा पनि बनाउन सक्नुहुनेछ। तर मैले यहाँ स्क्रिन ठुलो हुने भएकोले कम्प्युटरमा तपाईलाई देखाउन गइरहेको छु। जस्तो मैले लियोनार्डो एआई भनेर यहाँनिर हाने र यो अप्सन खुलेको छ। जस्ट तपाईले फर्स्ट लिंकमा चाहिँ क्लिक गरिदिनु होला। यहाँनिर जस्ट मैले फर्स्ट लिंकमा क्लिक गर्दै अब यस्तो खालको इन्टरफेस खुलेर आउने छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ विभिन्न अप्सनहरु छन्। लन्चको एप लन्च, गेट स्टार्टेड अन्य कुराहरु छन्। तपाईले यहाँ लन्च एपमा पनि क्लिक गर्न सक्नुहुन्छ। तर मैले चाहिँ यहाँनिर जस्ट गेट स्टार्टेडमा क्लिक गरिदिए। अब तपाईले यहाँनिर चाहिँ यस्तो अप्सनमा खोलेर लैजाने छ। अब तपाईले के गर्न सक्नुहुन्छ भने यहाँ अरु पनि आइडीबाट खोल्न सक्नुहुन्छ। एप्पल आइडी, गुगल आइडी, माइक्रोसफ्ट, कन्टिन्यू टु जीमेल, इमेल भन्छ। तपाईले जुनसुकैबाट पनि गर्न सक्नुहुन्छ। तर मैले यहाँनिर अहिले चाहिँ गुगलमा क्लिक गरे। गुगलमा क्लिक गर्ने बित्तिकै तपाईले चाहिँ जति पनि आइडी चाहिँ आफ्नो ब्राउजरमा लगइन गरेर राख्नु भएको छ ती सबै आइडीहरु शो हुनेछ। मैले एउटा आइडी जस्ट क्लिक गरेर यसलाई चाहिँ ओपन गरे। अब जस्ट कन्टिन्यूमा क्लिक गरिदिए मैले यहाँनेर। अब कन्टिन्यूमा क्लिक गर्ने बित्तिकै यो यस्तो खाले एकचोटी टाइम लिएको छ। यहाँनेर मेरो नेट थोरै स्लो भएर होला सायद। यहाँनेर लोड हुनलाई केही टाइम लिएको छ, केही पर्खिनु होला। अब जस्तो तपाईले यहाँनेर यस्तो खालको इन्टरफेस तपाईले देख्न सक्नुहुन्छ। यस्तो खालको इन्टरफेस छ यसको। अब जस्तो माथि तपाईले हेर्न सक्नुहुन्छ यहाँ आइडी छ तपाईको युजर नेम। जस्ट तपाईले यहाँनेर क्लिक लगाएर चाहिँ एग्री गर्नु होला र तल लेट्स गो मा क्लिक गरिदिनु होला। लेट्स गो मा क्लिक गर्ने बित्तिकै यस्तो खालको खुलेको छ। जस्तै एड आएको छ जसलाई मैले यसलाई बन्द गर्ने। माथि क्लिक गरेर चाहिँ तपाईले आफ्नो आइडी हेर्न सक्नुहुन्छ। चाहे त तपाईले यसमा क्लिक गरेर तपाईले लग आउट गर्न सक्नुहुन्छ र सेटिङमा चाहिँ केही चेन्ज गर्न सक्नुहुन्छ। क्रिएट टिम, न्यू टिम पनि बनाउन सक्नुहुन्छ यसबाट। अब तपाईले कुरो रह्यो क्रिएट चाहिँ कसरी गर्ने त इमेजहरु, भिडियोहरु चाहिँ कसरी क्रिएट गर्न सकिन्छ भनेपछि तपाईले भिडियो क्रिएट गर्नलाई चाहिँ सब्स्क्रिप्सन ल्याउनु पर्ने हुन्छ। तर इमेज चाहिँ केही इमेजहरु चाहिँ यसले फ्रीमा बनाएर दिने गर्छ। जस्तो कि 150 कोइन कति चाहिँ यसले समथिङ त्यस्तै डेली चाहिँ दिने गर्छ। तपाईले फ्रीमा पनि केही इमेजहरु चाहिँ सजिलै बनाउन सक्नुहुन्छ। जस्तो मैले यहाँनेर इमेजमा क्लिक गर्नुपर्ने हुन्छ। अब तपाईले यहाँनेर कुन चाहिँ बनाउँदै हुनुहुन्छ त्यसमा चाहिँ क्लिक गर्नु होला। यहाँनेर भिडियो बनाउन खोज्दै हुनुहुन्छ भने भिडियोमा क्लिक गर्नु होला। यदि होइन भने तपाई जस्ट इमेज बटनमा क्लिक गर्नु होला। यहाँ अरु पनि छन् अप्सनहरुमा पनि गरेर चाहिँ धेरै कामहरु गर्न सक्नुहुन्छ। मैले चाहिँ थप जानकारी दिएँ। यहाँनेर चाहिँ इमेज चाहिँ कसरी बनाउने भनेर मात्र तपाईलाई आजको यो भिडियोमा चाहिँ देखाउने छु। जस्तो अब तपाईले यहाँ यस्तो खालको खोलेर आउने छ। माथि टाइप अफ प्रम्प्ट भनेर आएको छ, तपाईले हेर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईले प्रम्प्ट लेख्नु पर्ने हुन्छ। तपाईले जस्तो प्रम्प्ट दिनुहुन्छ त्यस्तै यसले लेखेर दिन्छ। हर कुराहरुलाई चाहिँ बुझेर जानेर लेख्नु पर्ने हुन्छ। यो प्रम्प्ट चाहिँ इंग्लिशमा लेख्नु पर्ने हुन्छ। इंग्लिशमा यदि तपाईलाई आउँदैन भने चाहिँ तपाई नडराउनु होला। इंग्लिशलाई लेख्ने एकदमै सजिलो तरिकामा यसै भिडियोमा बताइदिने छु। तपाईले सजिलैसँग गर्न सक्नुहुन्छ। नेपाली जान्नुहुन्छ भने सजिलैसँग नेपालीमा लेखेर चाहिँ तपाईले गर्न सक्नुहुन्छ। इमेज छ यहाँ भिडियोमा क्लिक गरेर भिडियो पनि बनाउन सक्नुहुन्छ। यस्तै मैले यहाँ जस्ट इमेजमा क्लिक गरे र अब तपाईले यहाँ तल चाहिँ साइज चाहिँ मिलाउन सक्नुहुन्छ। कुन साइजमा चाहिँ तपाईलाई चाहियो त त्यो चाहिँ छान्न सक्नुहुन्छ। यहाँनेर 2.3, 1.1, 16.9 र कस्टम पनि छ। तपाईले आफ्नो साइज पनि राख्न सक्नुहुन्छ अरु कुनै साइज छ भने। जस्तो मैले यहाँ 16.9 चाहिँ मैले यहाँ जस्ट क्लिक गरे। यो युट्युब को साइज हो। अब तपाईले यस पछाडी यहाँ माथि चाहिँ कन्टेस्ट भन्ने छ। यहाँनेर चाहिँ तपाईले यसको कुन क्वालिटीमा बनाउने, लो, हाई, मिडियम छ। तपाईले जस्तो जुनसुकै छान्न सक्नुहुन्छ। मैले हाई क्वालिटी यहाँनेर जस्ट छानिदिएको छु। अब त्यस पछाडी तपाईले प्रम्प्ट लेख्नु पर्ने हुन्छ। अब के गर्नु होला भने पछाडी प्रम्प्ट लेख्नलाई चाहिँ तपाईलाई इंग्लिश लेख्न आउँदैन भने अब नेपाली लेख्नु पर्ने हुन्छ। नेपाली कसरी लेख्ने त्यो म बताउँछु। जस्ट यहाँनेर प्लस बटनमा क्लिक गर्न होला। न्यू ब्राउजर ओपन हुनेछ। अब न्यू ब्राउजर ओपन भइसकेपछि तपाईले यहाँनेर सर्च गर्न होला च्याट जीपीटी भनेर। मैले यहाँनेर जस्ट च्याट जीपीटी सर्च गरे। अब त्यस पछाडी तपाईले इन्क्लुडिङ च्याट जीपीटी भनेको छ, इन्ट्रोड्युसिङ च्याट जीपीटी भनेको छ। जस्तो मैले यहाँनेर क्लिक गरे र माथि तपाईले ट्राई च्याट जीपीटी मा क्लिक गर्नु होला।
जस्ट मैले ट्राई च्याट जीपीटीमा क्लिक गरेँ हेरेर चाहिँ अब यति गर्ने बित्तिकै तपाईँले यस्तो खालको इन्टरफेस खुलेछ फर्स्टलाई चाहिँ बन्द गर्नु होला यसको जरुरत छैन मैले बन्द गरिदिएँ अब तपाईँले यहाँ नेपालीमा लेख्नु होला जस्तो मैले यहाँ लेखेँ मलाई एउटा सुन्दर नेपाली केटीको फोटो तयार पारेर दिनुहोस् लियोनार्डो एआईबाट म तयार गर्दैछु मलाई प्रम्प्ट लेखेर दिनुहोस् भनेर चाहिँ मैले जस्ट लेखेको छु केटी कुनै गाउँको खेतमा चाहिँ काम गरिरहेको हुनुपर्छ भनेर भनेको छु अवश्य यहाँ लेखेर चाहिँ जसले नेपालीमा पनि भनिदिएको छ इङ्ग्लिसमा चाहिँ प्रम्प्ट लेखेर चाहिँ दिनेछ नेपाली भाषामा पनि प्रम्प्ट लेखेर दिएको छ हेर्न सक्नुहुन्छ तपाईँले यदि कुनै त्यस्तो एआई छन् भने तपाईँले नेपालीबाट चाहिँ काम गर्न सक्ने भने लगेर चाहिँ सजिलै गर्न सक्नुहुन्छ भने यदि लियोनार्डो जस्तो एआईले चाहिँ नेपालीमा चाहिँ काम गर्दैन त्यसैले यसलाई इङ्ग्लिस नै प्रम्प्ट चाहिने भएको हुनाले मैले इङ्ग्लिसमै टाइप गरिदिएको छु मागेको छु यहाँ देख्न सक्नुहुन्छ यसरी लेखेको र आएको छ ब्युटिफुल नेपाली भिलेज गर्ल हार्भेस्टिङ राइस भनेर चाहिँ यसरी आएको छ अब जस्ट तपाईँले सबैले यसलाई क्लिक गरेर चाहिँ कपी गर्नु होला अब तपाईँ यतापट्टि आउनु होला अर्को साइडमा इमेज क्रिएसन लियोनार्डो एआईमा चाहिँ आउनु होला र टाइप प्रम्प्ट भन्ने छ जस्ट यसमा चाहिँ पेस्ट गरिदिनु होला मैले जस्ट हेर्ने र पेस्ट गरिदिएँ अब तपाईँले यहाँ तल चाहिँ चुज गर्नुपर्ने हुन्छ भिडियो वा इमेज भन्छ तपाईँले कुन गर्न चाहन्छ मैले इमेज गर्न चाहन्छु जस्ट इमेजमा सेलेक्ट गरेछु र जेनेरेटमा क्लिक गरिदिएँ जेनेरेटमा क्लिक गर्ने बित्तिकै तपाईँले यहाँ देख्न सक्नुहुन्छ सजिलैसँग चाहिँ धान काटिरहेको केटी भनेको थिएँ अब यसलाई चाहिँ मिलाउनलाई चाहिँ थोरै लेखेर चाहिँ फरक लेख्दैछ धान चाहिँ पाकेको बनाइदिनु भनेको भए चाहिँ त्यसले बनाइदिन्थ्यो तर त्यहाँ प्रम्प्टमा चाहिँ मिस्टेक गरिदिएको रहेछ तपाईँले त्यसलाई पनि च्याट जीपीटीमा गएर सजिलै सचाउन सक्नुहुन्छ जस्तो अब तपाईँले यहाँनिर चाहिँ आफैले लेख्न सक्नुहुन्छ अब कुनै चाहिँ च्याट जीपीटीमा धेरै लामो भयो भने चाहिँ यसले काम गर्दैन जस्तो मैले यहाँनिर क्रिएट इमेज नेपाल आर्मी भनेर लेखिदिएको छु जस्ट यति मात्र लेखिदिएँ यहाँ भिडियोमा क्लिक गरेको हुनाले चाहिँ यो सब्सक्रिप्सन माग्यो देख्न सक्नुहुन्छ यहाँ भिडियो मैले जस्ट इमेजमा क्लिक गरेँ अब फेरि म लेखेँ है त क्रिएट इमेज नेपाल आर्मी भनेर लेखेँ अब कस्ता इमेज बनाएर दिन्छ यसले हेरौँ यहाँनिर इमेज चाहिँ बनाएर दिएको छ तर नेपालको झन्डा बनाएन यसले फरक बनायो नेपालको आर्मी बनाएन उसलाई सायद थाहा भएन नेपाल आर्मीको ड्रेस चाहिँ यस्तो हुन्छ झन्डा चाहिँ यस्तो हुन्छ भनेर चाहिँ तपाईँले लेखेर दिनुभयो भने चाहिँ यसले सजिलै चाहिँ बनाएर दिन्छ तर यसले नबुझेर चाहिँ फरक टाइपको बनाएर दिएको छ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ यसमा चाहिँ भने जस्तै चाहिँ बनाइदिन्छ यसले तपाईँले यसलाई चाहिँ यो जस्तो उदाहरण हो तपाईँले लेख्नुभयो भने चाहिँ यसले नेपाल आर्मीको जस्तै नेपाल आर्मी चाहिँ बनाएर चाहिँ उसले दिन्छ सजिलैसँग दिन्छ मैले चाहिँ जस्तो नेपाल आर्मी मात्रै भनेर चाहिँ भनेको थिएँ त्यसैले गर्दा यस्तो बनाइदिएको छ अब चाहे त तपाईँले यसलाई डाउनलोड गर्न पनि सक्नुहुन्छ डाउनलोड गरेर युट्युब भिडियोहरूमा र टिकटक भिडियोहरूमा सबैमा युज गर्न सक्नुहुन्छ तपाईँले अन्य किसिमका चाहिँ चाहिएका जुन फोटोहरू चाहिँ चाहिएछन् त्यसले चाहिँ यसलाई बनाउन लगाएर चाहिँ तपाईँले सजिलैसँग प्रयोग गर्न सक्नुहुन्छ आफ्नो सोसियल मिडियामा अर्थात् युट्युबमा टिकटकमा जहाँ पनि प्रयोग गर्न सक्नुहुन्छ अब यहाँनिर चाहिँ मैले जस्ट यसलाई क्लोज गरेँ र मैले यहाँ डाउनलोड गरेको छु कस्तो आएको छ अब हेरौँ यहाँनिर चाहिँ फोटोहरू कस्तो आएको छ मैले डाउनलोड गरेको छु जस्तै यसमा डाउनलोडमा जाउँ अब डाउनलोडमा गएर यसलाई चाहिँ म एक्स्ट्रा लार्ज भ्यू गरेँ देख्न सक्नुहुन्छ कति क्लियर फोटो चाहिँ यसमा आएको छ अब मैले यसलाई प्ले गरेर तपाईँलाई देखाइदिन्छु कस्तो आएको छ मैले प्ले हुँदा अलिक सोलो भयो मैले यसलाई बन्द गरौँ मैले यहाँ पनि धेरै किसिमका मैले इमेजहरू पहिले पनि बनाएर राखेको छु जहाँ तपाईँले देख्न सक्नुहुन्छ यो सबै इमेजहरू मैले लियोनार्डो एआईबाट नै बनाएको तलतिर आउनुभयो भने यी सबै कुराहरूलाई चाहिँ मैले लियोनार्डो एआईबाट तयार गरेको देख्न सक्नुहुन्छ यहाँ विभिन्न किसिमका तस्बिरहरू पिक्चरहरू चाहिँ यसले बनाएको छ स्क्यान गरिरहेको एआईका र धेरै किसिमका पिक्चरहरू तपाईँले भने जस्तै चाहिँ बनाउन सक्नुहुन्छ तर तपाईँले प्रोम चाहिँ बुझ्नुपर्ने हुन्छ उसको भाषामा चाहिँ बुझेर चाहिँ लियोनार्डो एआईको भाषामा बुझेर चाहिँ तपाईँले प्रोम लेखिदिनु भयो भने चाहिँ उसले तपाईँले भने जस्तै प्रोम बनाएर रेडी बनाएर लियोनार्डो एआईले तपाईँले दिनेछ हस् साथीहरू तपाईँलाई आजको भिडियो कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया लेखी हाम्रो कमेन्ट बक्समा छोड्न भने नभुल्नुहोला साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन पनि प्रेस गरेर ताकि अब आउने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिले तपाईँलाई प्राप्त होस् भन्दै म पनि बिदा हुन्छु हवस् त नमस्कार।